यो चाहिँ खोटाङको हलेसी आएको हामी चाहिँ। अनि यो चाहिँ मन्जुश्री अरे हामी जाँदैछौँ ओ तल बजार उता हलेसी मन्दिर यतातिर मन्जुश्री। यस हामी चाहिँ जाँदैछौँ ओ तलबाट आएको यसरी। यहाँ चाहिँ इन्ट्री फी यहाँ हेर्नुलाई मन्जुश्री गुफा पदमार्ग प्रवेश शुल्क। यो चाहिँ जाँदैछौँ माथि। हेलो हेलो बख्रा फोटो सेसन हुँदैछ यहाँ। अब कति धेरै भिड छ, कति धेरै ठुलो ठाउँमा छ यो के अरे झन्डाहरू होइन मन्जुश्रीको झन्डा। कति राम्रो यो कान्छीपुली। यो चाहिँ अर्कै कलरको छ, कस्तो राम्रो कलर नि यो। कति डिफ्रेन्ट कलरको पाउँदो रहेछ क्या यतातिर। यो चाहिँ फेरि अर्कै कलरको कति धेरै डिफ्रेन्ट कलरको छ यहाँ यो फुलहरू। झन्डाहरू चाहिँ कसरी यस्तो टाँगेको हो यो के मान्छेको भाकल हुन्छ यो चाहिँ यस्तो। ए कति बुझाउँछु भन्ने यस्तो हुन्छ कि कस्तो हो यो चाहिँ फेरि। भाकल भन्दा नि यस्तो धर्म अनुसारको हो नि त। जातिको वेशभूषा भाषा हुन्छ भने धर्म अनुसारको हो बुद्धिस्टहरूले। यहाँ चाहिँ दियो पाउँदो रहेछ अनि एउटाको 15 रुपियाँ अरे। यहाँ मन्जुश्रीमा यहाँ दियो लान पाइँदो रहेछ। यहाँबाट चाहिँ यो चाहिँ लिएर जाने होइन। यो पितृहरूको नाममा चाहिँ सम्झेर यहीँ बालिदिँदो रहेछ होइन। एउटाको 15 रुपियाँ बत्ती बाल्दैछु यहाँ। ल सम्पूर्ण पितृहरू शान्ति शुभ होस्। यहाँ चाहिँ मन्जुश्रीकोमा यसरी बत्ती बाल्ने चलन रहेछ। थ्याङ्क यू बुनु। उनको नाम के हो? एलिसा राई। ओके चाहिँ हामी लगभग आइपुग्यौँ। अब आज गुफा चाहिँ जाँदैछौँ। अनि यहाँ आइसकेपछि यस्तो सिडी चढेर जानुपर्छ माथि। यो ओडार जस्तो छ सिधै स्ट्रेट सिधा माथि छ त माथि ढुङ्गाको यो ओडार। यो त यस्तो ठाउँ छ त सिडी नहुँदा कसरी जान्थ्यो होला पहिले। के हो नाम के हो भाइ? यो नाम के अरे? रूपक नेपाली। ए अनि यो माथि पुग्दाखेरि पहिले कसरी जान्थ्यो अरे भाइ?